हेलो साथीहरू, के कस्तो तयारी भइरहेको छ तपाईहरुको यो कामरेज अफ स्किल टेस्ट केयर गिभरमा अथवा बाहिर जानको लागि? अहिले चाहिँ यो कामरेज अफ स्किल टेस्टको एक्जाम पास गर्नुहुने छ। स्पेशली B1 स्पिकिङमा चाहिँ B1 ल्याउनु पर्ने भएकोले धेरै विद्यार्थीहरू अस्ति फेल हुनुभएको छ। तपाईहरुले धेरै प्र्याक्टिस गरिरहनु भएको होला भन्ने मैले पूर्ण विश्वास गरेको छु। आज चाहिँ म यो एप मार्फत स्पिकिङमा के कस्ता क्वेशनहरु आउँछन्, टाइम चाहिँ कसरी म्यानेज गर्ने, अनि क्वेशन चाहिँ कसरी पढ्ने, क्वेशनको एन्सर कसरी दिने भन्ने विषयमा एउटा भिडियो बनाउँदै छु। आज म स्पिकिङको गर्छु। यदि तपाईहरुलाई यो मन पर्यो भने रिडिङ, लिसनिङ, राइटिङ चारवटै पार्टको म भिडियोहरु बनाउने छु। मेरो भिडियोलाई चाहिँ मन पराउनु भयो भने सबैले सब्स्क्राइब गरिदिनु होला। एसटी मोटिभेसन टिभीलाई चाहिँ सब्स्क्राइब गरेर धेरैभन्दा धेरै लाइक, कमेन्ट, शेयर गरिदिनु होला। र अरु पार्टहरु भोलि लिएर आउने छु। आज चाहिँ स्पिकिङ पार्टमा म जाँदै छु। स्पिकिङमा अब के कस्ता सोध्छ हेरौँ है त। स्पिकिङमा चाहिँ पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4, पार्ट 5 गरेर 5 वटा छ। 1 देखि 4 वटासम्म 5-5 मिनेटमा बोल्नु पर्ने छ। त्यो सकाउनु पर्ने छ भने स्पिकिङ पार्ट 5 मा चाहिँ 1 मिनेट मिनिमम बोल्नु पर्ने हुन्छ है। ल पार्ट 1 मा जाउँ है त, के सोध्छ हेरौँ है। मैले यो इंग्लिशमा मेरो पनि त्यति राम्रो छैन, मैले जस्ट ट्राई गरेको छु। तपाईहरुले चाहिँ आफ्नो तयारी गर्नु भएको होला। मैले चाहिँ यो तपाईहरुलाई देखाउनलाई मात्र, यसको नियमहरु, सिस्टमहरु के कस्तो छ भनेर देखाउनलाई मात्र मैले यो भिडियो बनाउँदैछु है त। यहाँ भनेको छ you will hear for question, listen and answer each question. For each question you will have 10 seconds to speak. यहाँ चाहिँ 4 वटा क्वेशन हुन्छ, सुनेर उत्तर दिनुपर्ने हुनेछ र 10 सेकेन्डमा त्यो चाहिँ कम्प्लिट गर्नुपर्ने हुनेछ भनेछ है। अब के सोध्छ म क्लिक गर्छु है त। स्टार्ट भयो। अब अहिले नेट स्लो भएकोले अलि बढी नै घुम्यो कि सिस्टम यस्तो हो।